हेलो एन्ड वेलकम। सो यो चाहिँ मेरो थ्योरी लेक्चर हुनेवाला छ, जुन चाहिँ हामी पाइथनको बारेमा कुरा गर्नेवाला छौँ है। अनि त्यसमा चाहिँ हामीले के गर्छौँ भन्दाखेरि हामीले चाहिँ यो सिलेबसबाट पढ्छौँ है। यो मेरो बुकको टेबल अफ कन्टेन्ट भयो होइन। अनि यसमा हामीले सुरुमा इन्ट्रोडक्सनबाट, त्यसपछि गएर हामी पाइथनको बेसिक्सहरूबाट होइन। अनि बेसिक्सभित्र पनि अब हामीले डिफ्रेन्ट डेटा टाइप्सहरू, सिन्ट्याक्सहरू, त्यसको भेरिएबलहरू मोस्टली थ्योरीको हिसाबमा पढ्छौँ है। यो प्लेलिस्टमा चाहिँ मोस्टली थ्योरीवाला कुराहरू मात्रै पढ्छौँ हामीले, सिन्स प्र्याक्टिकल मेरो अर्को प्लेलिस्टमा हुन्छ। सो यसमा चाहिँ त्यहाँनिर मैले डिटेलमा कभर गर्न नसकेँ, यहाँ चाहिँ मैले लेखेर ओर्दै कभर गरेर बुझाउने प्रयास गर्छु है। सो यसरी हाम्रो सिलेबसहरू यो हुन्छ। सुरुमा तपाईँको बेसिक्स आउने भयो, त्यसपछि गएर डेटा स्ट्रक्चर्स एन्ड फङ्सन्स आउने भयो होइन पार्ट 2मा गएर। अनि त्यसपछि गएर त्योभित्रै हाम्रो लिस्ट यताउता वर्किङ विथ डेटा स्ट्रक्चर्सहरू आउने भयो। त्यसपछि गएर त्योभित्रको लिस्टको म्यानिपुलेसनहरू, रिडिङ राइटिङ फाइलहरू, आयो अपरेसन्सहरू त्यहाँनिर आउने भयो। कन्ट्रोल फ्लोहरू हाम्रो बेसिक्समै राखेको छु मैले। अनि ओपीहरू पार्ट 3मा राखेको छु। पार्ट 5मा मैले जेनेरेटर्सहरूको कुराहरू राखेको छु, अलिकति एडभान्स फिचर्स। आई थिङ्क फिल्टर र म्याप भन्ने चाहिँ छैन क्यारे अहिले, अब त्यो पनि म एड गर्नु पर्ला। एउटा इस्यु बनाउनु पर्ने छ, त्यसको लागि पनि ठिकै छ। अनि 5मा पाइथनको एप्लिकेसनहरू, जस्तो वेब डेभलपमेन्टमा डिफ्रेन्ट ज्याङ्गोहरू युज गर्दाखेरि कसरी गर्न सकिन्छ भन्ने कुरा म डिटेलमा बुझाउँछु। अनि डेटा एनालिसिसमा के गर्न सकिन्छ भन्ने कुराहरू गर्छु। अनि अटोमेसनमा बेसिक अटोमेसनहरू कसरी गर्न सकिन्छ भन्ने कुराहरू बुझाउँछु। त्यस्तै गरिकन साइन्टिफिक कम्प्युटिङहरूमा कसरी गर्न सकिन्छ भन्ने कुराहरू अलिकति अलिकति यो चाहिँ सर्फिसियल लेभल टाइपकोमा नि हुनसक्छ। किन भन्दा अब सबै कुरा यो एप्लिकेसन त टन्नै छ यसको होइन, डिफ्रेन्ट एप्लिकेसन छ। तर आफूले जे जति गरेको छु त्यसको बारेमा चाहिँ बुझाउनु खोज्छु। नेक्स्ट गएर अलि बेस्ट प्र्याक्टिसेस एन्ड बियोन्ड। सो डिफ्रेन्ट प्र्याक्टिसेसहरू के छ, पेपेटको बारेमा अलिकति डिटेलमा गइएला होइन। त्यो भनेको पाइथनको आफ्नै स्ट्यान्डर्ड छ, रुल्सहरू छ। त्यस्तै गरिकन अब त्यसको डिबगिङ टेक्निकहरू, त्यसको पिटफलहरू, अनि लास्टमा गएर एउटा कन्क्लुजन भन्ने च्याप्टर जस्तो छ। सो त्यसमा गएर अलिकति टुङ्गाइन्छ यो लेक्चरहरूलाई त। सो यो बुक गिटहबमा नि अभाइलेबल छ होइन। यो एउटा लिङ्क छ, प्रोग्रामिङ पाइथन -प्रोग्रामिङ फर अल .रुपेश भण्डारी। यो मेरो सब डोमेन छ एउटा, पाइथन प्रोग्रामिङ फर अल भन्ने, त्यसमा छ है। त्यो म डिस्क्रिप्सनतिर पनि यो लिङ्कहरू राखिरहेको हुन्छु है त। सो सुरु गरौँ, इन्ट्रोडक्सनबाटै सुरु गरौँ है त। ओके, सो पाइथन भने चाहिँ के हो त भन्दाखेरि, म रिडर मोडमै गएँ। यसलाई म मार्कअप पनि गर्छु, त्यो भयो भने मलाई अलिकति सजिलो पनि हुन्छ राइट। यसलाई हाइड पनि गर्न मिल्थ्यो, ठिकै छ, केही फरक परेन। यहाँनिर राख्छु म मेरो पेनलाई। सो मोस्टली पाइथनको बारेमा बोल्दाखेरि चाहिँ यो 1990sतिर डेभलप भएको ल्याङ्ग्वेज हो राइट। 1994 समवेयर लाइक द्याट, त्यस्तै टाइमतिर छ यो डेभलप भएको। यहाँनिर देख्न सकिन्छ 1991 राइट। सो 90sको जमानामा भनौँ न। सो इट्स लाइक वाट 2025 भइसक्यो, 25 वर्ष त्यही खाइसक्यो। उता 10 जाँदाखेरि 35 वर्ष भएछ है, 35 इयर्स भएछ। सो इट्स अ भेरी ओल्ड ल्याङ्ग्वेज होइन। यसको क्रिएसन चाहिँ गुइडो भ्यान रोसनले गर्नुभएको हो। सो उहाँ चाहिँ डच कम्प्युटर साइन्टिस्ट हो। अनि उहाँले चाहिँ कहाँ भन्दाखेरि त्यही नेदरल्यान्डमै बस्दाखेरि एउटा इन्स्टिट्युटमा रिसर्च गर्दाखेरि त्यहीँनिर काम गर्दाखेरि नै डेभलप गर्नुभएको हाई लेभल ल्याङ्ग्वेज हो है। हाई लेभल ल्याङ्ग्वेज हो। हाई लेभल भनेको के त, एब्स्ट्र्याक्सन गरेर एउटा लो लेभल हुने भयो, त्यसको हाई लेभल। जस्तै मेमोरीहरू हामीले डिरेक्टली म्यानेज गरिरहनु पर्दैन कि यसमा, सीहरूमा जस्तो। त्यही भएर पनि यो सजिलो ल्याङ्ग्वेज मानिन्छ। तर यो कम्पाइल्ड होइन है, इन्टरप्रिटेड ल्याङ्ग्वेज हो। वाट्स द डिफरेन्स बिट्विन कम्पाइल्ड एन्ड इन्टरप्रिटेड? बेसिकली जुन चाहिँ
बेसिकली तपाईँले कम्पाइल गर्नुहुन्छ, त्यो भने कम्पाइल्ड ल्याङ्ग्वेजहरू भयो। कम्पाइल्ड भन्नाले तपाईँले उयो गर्दाखेरि नै एउटा एप जस्तो बिल्ड गर्ने अथवा त्यसको कम्पाइल टाइममै एउटा केही कुरा बिल्ड गर्छ, त्यसले आफ्नो डेटा टाइपहरू चेक गर्ने यताउता बेसिक कुराहरू गरेर उसको आफ्नो एप जस्तो बनाइसक्छ। त्यसलाई कम्पाइल्ड प्रोग्राम भन्छौँ हामी। इन्टरप्रिटेड ल्याङ्ग्वेज चाहिँ तपाईँको एउटा सेट अफ ल्याङ्ग्वेजबाट उसले इन्टरप्रिट गरेर त्यसलाई फर्दर अब तपाईँको पाइथनको केसमा भन्दाखेरि पाइथन सिन्ट्याक्सबाट पाइथनको जेभिएममा जाने भयो। पाइथनको आफ्नै भर्चुअल इन्टरप्रिटर छ होइन, त्यो इन्टरप्रिटरमा गएर अनि त्यसपछि गएर त्यसमा भर्चुअल मसिन जेभिएम समथिङ लाइक द्याट। सो त्यो हुन्छ त्यसबाट अनि फर्दर बाइट कोड अथवा कम्प्युटर ल्याङ्ग्वेजमा जान्छ है, राइट। सो त्यसको फ्लोहरू त्यस्तो छ। त्यस्तै गरिकन अब भ्यान रोसम चाहिँ उहाँ चाहिँ कहाँबाट पाइथन आयो भन्दाखेरि त्यो सर्पोबाट चाहिँ आएको होइन, यो सर्पोबाट चाहिँ आएको होइन, बट इट्स मोन्टी पाइथन भन्ने एउटा कमेडी ग्रुप थियो। सो त्यसैबाट उहाँले त्यो चाहिँ नाम चाहिँ नामाङ्करण गर्नुभएको हो है। अनि जस रमाइलोको लागि उहाँले त्यो नाम चुज गर्नु भयो है। तर यसको फिलोसफी भनेर चाहिँ के थियो भन्दाखेरि सो यसमा चाहिँ रिडेबिलिटी काउन्ट, सो रिडेबिलिटी सिम्प्लिसिटीमा बहुत एम्फेसिस गर्नुभएको थियो है। सो लाइक कोडहरू भनेको सिम्पल राख्दाखेरि हेर्नेलाई पनि टाउको दुखाएर पढिरहनु पर्दैन र पढ्नेलाई पनि मजा आओस्। प्लेन इङ्ग्लिस जस्तै हामीले सिक्वल टिप्न जति सजिलो छ नि, पाइथन टिप्न त्यत्तिकै सजिलो छ क्या है। इट्स लाइक अ बेसिक इङ्ग्लिस ल्याङ्ग्वेज जस्तै फर्ममा। अब कम्प्लिटली इङ्ग्लिस ल्याङ्ग्वेजै त छैन होइन, तर पनि लाइक सिक्वलको पछिको भन्न मिल्छ, सिक्वल पछिको रिडेबल प्रोग्रामिङ ल्याङ्ग्वेजमा यसलाई पनि मान्न सकिन्छ है, इङ्ग्लिसको लेभलमा सोच्दाखेरि चाहिँ। अर्को यसले पपुलर किन भयो त, आज पनि यो पपुलर किन भयो त, आज त उसँग धेरै इकोसिस्टमहरू छ, त्यो भएको भएर ऊ एकदमै पपुलर छ होइन। अर्को एउटा कुरा भनेको सिम्प्लिसिटी हो क्या, यसको सिम्प्लिसिटी, रिडेबिलिटी अनि एक्सटेन्सिभ स्ट्यान्डर्ड लाइब्रेरीको कारणले गर्दाखेरि यो चाहिँ एकदमै पपुलर भयो। अब सिम्प्लिसिटी भन्दाखेरि जस्तै मलाई एउटा केही कुरा प्रिन्ट गर्नु पऱ्यो भने मैले खालि प्रिन्ट अनि कोटेसनमा हेलो वर्ल्ड लेखेर मैले प्रिन्ट गरेँ भने काम चल्छ। यसमा सीमा हेर्नु त 10वटा लाइन लेख्नुपर्छ होइन। अनि त्यस्तै गरिकन अरू डिफ्रेन्ट ल्याङ्ग्वेजमा डिफ्रेन्ट छ होइन। सो त्यो सिम्प्लिसिटी पनि भयो, रिडेबिलिटी नि भयो भने पढ्दाखेरि नि मजा आओस् न होइन। तपाईँको यहाँ के अरे यो कर्ली ब्रेसेसहरू दिएको छ, यान तेन दिएको छ, यसमा चाहिँ इन्डेन्टेसनले म्याटर गर्छ क्या। तपाईँले कोडहरू लेख्दाखेरि जस्तो अहिले प्याराग्राफहरूमा लेख्नुहुन्छ होइन। सो त्यस्तै गाइडलाइनहरू छ उहाँहरूले बनाएको, त्यसले गर्दाखेरि पनि त्यो कोड हेर्न पनि मजा आउँछ, पढ्न पनि सजिलो छ है टु सम एक्सटेन्ट, त्यसले गर्दाखेरि। अनि त्यस्तै गरिकन यसको स्ट्यान्डर्ड लाइब्रेरीहरू बहुत धेरै छ। मैले आफैले पहिला आरबाट सुरु गरेको थिएँ, तर मलाई आरको सिन्ट्याक्स देखेरै उयो लाग्यो कि। अनि त्यसको अलिक जेनरल पर्पस ल्याङ्ग्वेज होइन त्यो भन्छु म, किन भन्दा त्यसमा जति लाइब्रेरी छ पाइथनको त्यो जतिको लाइब्रेरी छैन क्या। सो त्यो भएको भएर पनि मलाई अलि त्यति इन्टुइटिभ लागेन क्या। मेन कुरा चाहिँ इन्टुइटिभ मेरो लागि त्यो पोइन्ट थियो। इन्टुइटिभ भन्नाले जस्तै मैले केही भेरिएबल असाइन गर्दैछु भने यस्तरी के गरेर असाइन गर्ने चलन थियो क्या त्यसमा है। यस्तरी गर्ने चलन थियो कि यस्तरी थियो एक्स यस्तो समथिङ लाइक दिस होइन, यसरी गर्ने चलन थियो। तर हामीले यसरी इङ्ग्लिसमा लेखे यसरी x=5 लेख्न पाए पो मजा आउँथ्यो त होइन। सो यस्तो कारणले अलिक इन्टुइटिभ छ क्या ल्याङ्ग्वेज, त्यो भएको भएर सजिलो छ होइन। अनि त्यस्तै गरिकन यो चाहिँ अब डिफ्रेन्ट टास्कहरूमा युज हुन्छ मोस्टली। अब तपाईँको वेब डेभलपमेन्टदेखि लिएर एभ्री टाइप अफ वर्कमा युज हुने हिसाबले स्ट्यान्डर्ड लाइब्रेरीहरू बनाएको छ। ओपन सोर्स भएर पनि तपाईँको अब त्यो लाइब्रेरीको सपोर्टहरू हुने भयो, त्यसको कम्युनिटी चाहिँ एकदमै एक्टिभ छ क्या। तपाईँले कहीँ गएर हेर्नुभयो भने च्याट जिपिटीमा गएर तपाईँले के लेख्नुभयो भने पनि नर्मल्ली इट गिभ्स आउट पाइथन कोड क्या नर्मल्ली है। प्रोटोटाइपिङहरू उयो गर्न त एकदमै बेस्ट।
छिटो हुन्छ क्या काम कुराहरू। जस्तै एउटा एपिआई बनाउनु पऱ्यो भने 10 मिनटमा तयार हुन्छ कि होइन। सो यस्तो कारणले गर्दाखेरि पनि यसको एभोल्युसन र ग्रोथ एकदमै भएको छ है। अझ झन् यो कोभिड पश्चात त आई सी अ लट अफ पिपल युजिङ इट के, सेल्फ लर्निङ गर्ने मान्छेहरूमा चाहिँ। अब त्यसै गरिकन यसको मोस्टली युजेसहरू भने चाहिँ आई डोन्ट कन्सिडर वेब डेभलपमेन्टमा एकदमै धेरै युज भएको छ, तर कम्पेयर टु अदर फ्रेमवर्क्स जस्तै जिएसको नोडहरू भन्दा त यो अलिक कमै छ त्यस्तो हिसाबमा। तर साइन्टिफिक डेटा एनालिसिस एआईहरूमा त पाइथन नै हो, इट्स लाइक द गो टु ल्याङ्ग्वेज। त्यस्तै गरिकन साइबर सेक्युरिटीमा पनि इट्स लाइक अ गो टु ल्याङ्ग्वेज। साइबर सेक्युरिटीमा मोस्टली पाइथन र सी पनि युज हुन्छ है। किन भन्दाखेरि इट्स लाइक यु नो इजियर टु प्रोटोटाइप गर्न सजिलो छ। केही कुरा टेस्ट आउट गर्नु पऱ्यो भने छिटै रेडी हुन्छ र त्यो तुरुन्तै टेस्ट आउट गर्न सकियो नि त होइन। त्यस्तो गरिकन लाइक पढ्नको लागि पनि सीमा जति गाह्रो हुन्छ, जुन हाम्रो प्रोग्राम सिकेर प्रोग्रामिङ गर्नको लागि जसरी सीमा मान्छे स्ट्रगल गर्छन्, त्यति चाहिँ पाइथनमा चाहिँ अलि नगर्लान् है। अलि इन्ट्युटिभ छ, त्यो भएको भएर प्लेन इङ्ग्लिस भएको भएर बुझ्न सजिलो छ। अब त्यो बेसिक भन्ने ल्याङ्ग्वेजहरू भन्दा जस्तै जुन त्यो हामीलाई पढाइन्थ्यो नि बेसिक भन्ने ल्याङ्ग्वेजहरू, त्यो देखेर त यो त एकदमै सजिलो ल्याङ्ग्वेज लाग्छ क्या मलाई। किन त्यति बेला मैले पढ्दाखेरि केही बुझेको थिएन होइन, क्लास 10मा पढाउँदाखेरि। अनि मैले यो पछि गएर 2020मा गएर आफैले सिकेँ हो क्या। अनि त्यसपछि गएर त्यति बेला पढ्दाखेरि चाहिँ लाइक अब यो बेसिक त त्यति बेला जसो तसो गरेर पास त गरियो होइन, कम्प्युटर साइन्स लिएर पनि। तर त्यो ल्याङ्ग्वेज त्यति इन्ट्युटिभ थिएन कि। त्यति बेला मलाई पाइथन सिकाइदियो मैले दामी गर्थेँ होला क्या, त्यस्तो फिलिङ चाहिँ छ है मलाई। ल ठिकै छ। सो यसको फिचर्सहरूको बारेमा कुरा गरौँ है त अब, विदाउट वेस्टिङ मच टाइम। अनि यसमा चाहिँ के छ भन्दा मैले अघि नै भने सिम्पल छ, रिडेबल छ, फ्लेक्सिबल छ होइन। अनि अरू कुरा भनेको चाहिँ यो भेरी एट्र्याक्टिभ ल्याङ्ग्वेज हो क्या। कसको लागि भन्दाखेरि बिगिनर्स र एक्सपिरियन्स प्रोग्रामर्सको लागि पनि। बिगिनर्सको लागि त सिक्न वाट इज प्रोग्रामिङ, लुप्स के हो होइन, त्यसपछि गएर कन्ट्रोल फ्लोहरू के भयो, अनि त्यसपछि गएर त्यसमा डेटा स्ट्रक्चर्सहरू के भयो, डेटा स्ट्रक्चरमा कसरी काम गर्ने, त्यस्तो गरिकन ओओपीको कन्सेप्टहरू चाहे फङ्सनल गरियो चाहे ओओपीको क्लास बेस्ड प्रोग्रामिङ गरियो, त्यस्तो कुराहरू सबै सिक्नको लागि, त्यसले अटोमेसन कसरी गर्न सकिन्छ होइन, त्यस्तो कुराहरू यसको रियल लाइफ केसेसहरू हेर्दाखेरि चाहिँ बिगिनर्सको लागि चाहिँ इट्स लाइक अ होल। तपाईँले यो ल्याङ्ग्वेज सिकेर अरू ल्याङ्ग्वेजमा सिफ्ट पनि गर्न सक्नुहुन्छ होइन, बट इट कुड बी अ स्टार्टिङ स्टोन। त्यो सुरुको जुन त्यो पाइला राख्ने कुरा चाहिँ यसबाट गर्न सकिन्छ। त्यस्तै गरेर एक्सपिरियन्स प्रोग्रामरहरूको लागि केही कुरा टेस्ट आउट गर्नु पऱ्यो भने तुरुन्तै लेख्न जान्ने सिन्ट्याक्स भनेको पाइथनको हुनसक्छ, जुन चाहिँ उहाँहरूले टेस्ट गर्नुहुन्छ। अनि त्यसपछि फर्दर आफ्नै प्रोग्रामिङ ल्याङ्ग्वेजमा रेप्लिकेट गर्न ट्राई गर्न सक्नुहुन्छ है। सो प्रोटोटाइपिङको लागि पनि एकदमै युजफुल छ। अब सुरुबाट हेरौँ है। सो यो चाहिँ इन्टरप्रेटेड ल्याङ्ग्वेज भयो, मैले अघि नै भनिहालेँ। सो इन्टरप्रेटेड ल्याङ्ग्वेज भयो। अनि त्यसपछि गएर जसको कोड चाहिँ लाइन बाई लाइन एक्जिक्युट हुन्छ है, इट विल बी एक्जिक्युटेड लाइन बाई लाइन। त्यो पनि रन टाइममा जब हामीले प्रोग्राम रन गर्छौँ तब मात्रै ऊ रन हुन्छ। वेराज कम्पाइल्ड ल्याङ्ग्वेजमा के हुन्छ, उसले सबै ल्याङ्ग्वेजमा एकैचोटि चेक गर्छ क्या, सबै लाइनहरूमा केही इरर छ कि भनेर चेक गर्छ। तर हामीलाई के हुन्छ यहाँनिर, जब हाम्रो त्यो प्रोग्राम रन हुन्छ अथवा प्रोडक्सनमा जब हुन्छ जब त्यो इरर आउँछ तब मात्रै थाहा हुन्छ क्या। त्यसले गर्दाखेरि पुरै प्रोग्रामै क्रास भइरहेको हुन्छ क्या होइन। सो स्क्रिप्टिङ ल्याङ्ग्वेज हो यो है। सो तर यसले गर्दाखेरि के पनि त हुन्छ भन्दा लाइन बाई लाइन एक्जिक्युट हुने भएको भएर डिबगिङ गर्न चाहिँ एकदमै सजिलो पनि हुन्छ। डिबगिङ भनेको के हो त भन्दाखेरि हाम्रो 10वटा लाइन छ, 1 2 3 4 5मा कुन चाहिँ लाइनमा चाहिँ इरर आयो भन्ने कुरा चाहिँ हामीले त्यो लाइनमा थिचेर बसेरै हेर्न मिल्छ क्या, कहाँनिर चाहिँ मेरो कोड चिप्ल्यो भनेर है। मल्टिपल ल्याङ्ग्वेजहरू चलाएपछि थाहा हुन्छ क्या, आइडिया हुन्छ कुनै ल्याङ्ग्वेजमा कस्तो गाह्रो हुन्छ डिबगिङ गर्न। कुनैमा जस्तै यो सीमा पनि सेगमेन्टेसन फल्ट आएको बेलामा कहिलेकाहीँ कहाँनिरबाट मेरो इरर आइरहेछ भन्ने कुरा पत्ता लगाउन गाह्रो हुन्छ क्या। त्यो चाहिँ रिलेटिभली भेरी उयो छ। त्यो एररको मेसेजहरू पनि एकदमै फ्रेन्डली छ क्या, युजर फ्रेन्डली। त्यो भएको भएर नि सिक्न चाहिँ बिगिनर्सको लागि चाहिँ बेस्ट हो।
अर्को कुरा यो डाइनामिक टाइपिङ हो है। यसमा चाहिँ जस्तै हामीले सीमा केही कुरा लेख्नु पर्यो भने जस्तै हामीले सीमा एक्स इन्ट एक्स भनेर जसरी हामीले डिक्लेयर गर्छौँ यो गरिरहनु पर्दैन कि यसमा x = 5 लेख्यो भने यो आफै इन्टिजर हो डाटा टाइप भनेर उसले आफै चिन्छ कि हामीले त्यसरी एक्सप्लिसिटली यसरी लेखिरहनु परेन कि अरू ल्याङ्ग्वेजमा जस्तो सरी है। एक्सप्लिसिटली डेटा टाइप डिक्लेयर गर्न पर्दैन, हामीले सिधै यसरी डिक्लेयर यसरी आफै इन्फर गर्छ उसले डाटा टाइप के हो। त्यो इन्ट हो भने इन्ट गर्छ, नभए भने x = हामीले हाम्रो नेम हेलो लेख्यो भने यो आफै स्ट्रिङ हो भनेर उसले आफै बुझ्छ क्या, त्यो केही दिइरहनु पर्दैन। लेस टाइपिङ बेसिकली हैन। त्यसै गरिकन अब त्यसलाई सपोर्ट गर्नलाई अरू टाइपिङहरू पनि छ, तर त्यसको बारेमा अलिक पछि सिक्दाखेरि बेटर हुन्छ। यसरी दिन चाहेको खण्डमा दिन पनि सकिन्छ, तर त्यसको उयो चाहिँ फरक छ युज केस है। अर्को कुरा एकदम हाई लेभल ल्याङ्ग्वेज, सो यो चाहिँ एब्स्ट्र्याक्टेड फ्रम डिटेल्स अफ कम्प्युटर हार्डवेयर एन्ड अपरेटिङ सिस्टम। यो सबै कुरा ठाउँमा हाई लेभल भन्छन्। हाई लेभल भने चाहिँ के हो त भन्दाखेरि जस्तै हामीले यो भेरिएबल बनाउँदाखेरि जस्तै हामीले इन्टवाला एक्स बनाउँदाखेरि हामीलाई मेमोरी त लाग्यो होला, मेमोरीमा ठाउँ त लाग्यो होला पक्कै पनि हैन, त्यत्तिकै त बन्दैन। मेमोरीमा कति भेरिएबल कति स्पेस दिन्छ, जस्तै 4 बाइट लाग्ला हैन, इन्टको नर्मल्ली 4 बाइट लाग्छ भन्ने कुरो छ हैन। अब त्यो पनि अब सीमा त अझै कन्ट्रोल पनि छ हैन। जस्तै 4 बाइट लाग्यो भने पनि त्यो सुरुमा मेमोरीमा पहिला सुरु त्यो एड्रेस त्यो मेमोरी असाइन गर्नु पर्यो, त्यस मेमोरी खाली गर्नु पर्यो, मेमोरीलाई इनिसियलाइज गर्नु पर्यो हैन, अनि त्यसमा कुनै भ्याल्यु असाइन गर्नु पर्यो, जस्तै 5 भनेर असाइन गर्नु पर्यो भने कति लामो प्रोसेस छ हेर्नु त। जस्तै त्यो मेमोरी को लो लेभलमा जाँदाखेरि के हैन, अब त्यो मेमोरीमा फेरि सुरुमा त्यसलाई इनिसियलाइज गर्नु पर्यो, त्यहाँनिर आफ्नो भ्यालुहरू स्टोर गर्नु पर्यो, त्यसमा अब पछि फेरि त्यो युज भएपछि त्यसलाई खाली गरिरहनु पर्यो। त्यस्तो कुराहरू गरिरहनु पर्दैन क्या हैन, त्यो धेरै सोच्ने कुराहरू गरिरहनु परेन। त्यो भएको भएर पनि यो चाहिँ एकदमै हाई लेभल ल्याङ्ग्वेज भएको भएर यसलाई कम्प्युटरको हार्डवेयर र अपरेटिङ सिस्टमले फरक पर्दैन। त्यो भएको भएर यो डिफ्रेन्ट प्लेटफर्ममा इजिली मुभेबल हुन्छ है। जस्तै पाइथनको कोड हामीले जे लेख्यौँ सीमा विन्डोजमा लेखे पनि लिनक्समा लेखे पनि सेम हुन्छ है। पहिला चाहिँ के हुन्थ्यो भन्दा प्रोग्रामिङ ल्याङ्ग्वेजहरू डिफ्रेन्ट अपरेटिङ सिस्टम अथवा त्यो हार्डवेयरको लागि मात्रै भन्ने स्पेसिफिकली डिजाइन भएको हुन्थ्यो। त्यो भएको भएर त्यो कोडहरू डिफ्रेन्ट हुन्थ्यो क्या डिफ्रेन्ट प्लेटफर्मको लागि। अहिले चाहिँ अब त्यस्तो पर्दैन है। सो हाई लेभल भनेको के बुझ्नु भन्दाखेरि इट इज अ एब्स्ट्र्याक्टेड भनेको के हो त भन्दाखेरि केही कुराहरू हामीबाट लुकाइएको छ अथवा त्यो भित्रै नै उसले ह्यान्डल गर्छ, त्यो हामीले टाउको दुखाइ गरिरहनु पर्दैन। जस्तै यो मेमोरीको कुराहरू हामीले टाउको दुखाइ गरिरहनु पर्दैन है, त्यो कुराहरू उसले हामीलाई सजिलो बनाइदिएको छ। त्यस्तै गरिकन अर्को कुरा भनेको यसको एक्सटेन्डेड लाइब्रेरी सपोर्ट है। सो एक्सटेन्डेड लाइब्रेरी सपोर्ट भनेको के छ त भन्दाखेरि एक्सटेन्सिभ लाइब्रेरी सपोर्टमा चाहिँ अलिकति यो सफा पनि गरौँ है। एक्सटेन्सिभ लाइब्रेरी सपोर्टमा चाहिँ के छ त भन्दाखेरि उसको डिफ्रेन्ट स्ट्यान्डर्ड लाइब्रेरीहरू टन्नै छ है। जस्तै हाम्रो वेब सर्भरदेखि लिएर जस्तै हामीलाई म्याथ मोड्युलहरू पनि आई थिङ्क म्याथ मोड्युल पनि इन्टरनलै हुनुपर्छ, यो के अरे स्ट्यान्डर्ड लाइब्रेरीमै हुनुपर्छ। जस्तै जेसनको कामहरू हामीले केही गर्दैछौँ भने जस्तै वेबमा डेटाहरू प्रायः जसो जेसनमा एक्सचेन्ज हुन्छ होइन। सो त्यस्तो कुराहरूको केही काम गर्दैछौँ भने उसले अलरेडी हामीलाई लाइब्रेरी दिइसकेको हुन्छ क्या, हामीले खालि त्यो लाइब्रेरी युज गर्ने। जस्तै JSON.dump गर्ने होइन, लोड गर्ने, केही फाइलमा डम्प गर्नु पऱ्यो भने लोड गर्ने, कहीँबाट फाइलबाट पढ्नु पऱ्यो भने लोड्स र लोड भन्ने हुन्छ, त्यो दुइटा युज गर्न सकिन्छ। मलाई नि कन्ट चाहिँ छैन फेरि अब लोड्सले गर्छ कि उसले गर्छ, तर इट्स जस्ट ठ्याक्कै त्यो अब कन्ट गर्ने कुराहरू पनि होइन कि यिनीहरू भनेको। त्यो सिन्ट्याक्स दिँदाखेरि नै त्यहीँनिर भन्छ त्यसले लाइक इट कन्भर्ट्स टु अ स्ट्रिङ ओर अब्जेक्ट, जेसन अब्जेक्ट भन्छ, अनि त्यसमध्ये दुइटामध्ये एउटा युज गर्ने हो क्या, त्यो कन्ट गर्ने कुरा होइन क्या प्रोग्रामिङमा सिन्ट्याक्स भनेको। त्यसरी अब यसले चाहिँ यो गर्न सक्छ है भनेर यसरी गराउन सकिन्छ भन्ने कुरा रफ आइडिया हुनुपर्छ, अनि त्यो आफै आउँछ कि, किनभने कन्ट गरेर गर्ने कुरा हुँदै होइन है।
अब अर्को कुरा भनेको यसको लार्ज एन्ड एक्टिभ कम्युनिटी छ है। त्यसको आफ्नै डिस्कर्ड पनि छँदैछ है, डिस्कर्डहरू छ। त्यसपछि गएर तपाईँले अनलाइन ट्युटोरियल, बुक्सहरू, फरम्सहरू सबै भ्याउनुहुन्छ। जस्तै तपाईँले W3 स्कुल भयो, त्यस्तै गरिकन प्रोग्रामिजहरू, युट्युबहरू, जताततै यसको कन्टेन्टहरू पाउनुहुन्छ। अर्को कुरा, यसको राम्रो कुरा के छ भन्दाखेरि यो अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ पनि यसले सपोर्ट गर्छ। फङ्सनल प्रोग्रामिङ एउटा हुन्छ, अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ हुन्छ, जसले चाहिँ तपाईँको रियल वर्ल्ड अब्जेक्टहरूलाई, रियल वर्ल्ड कुराहरूलाई चाहिँ अब्जेक्टको फर्ममा डिस्प्ले गर्नमा हेल्प गर्छ। जस्तै हामीले इकोनोमीको कुरा गऱ्यौँ अथवा केही कुराहरूको कुरा गर्दैछौँ भने, जस्तै रियल वर्ल्डको केही कुराहरू गर्दैछौँ भने, जस्तै हाम्रो लेट्स से हाउस होल्ड यतातिर हुनसक्ला, एउटा घरको मान्छेहरू, अनि इकोनोमीलाई अब्जेक्टको रूपमा मानेर त्यसमा होइन यो दुइटाको इन्टरेक्सन गराउन सकिन्छ। अनेक कुराहरू सकिन्छ क्या यसमा है। त्यो चाहिँ अब्जेक्टको फर्ममा राख्न सकिन्छ, जसले गर्दाखेरि हाम्रो कोड चाहिँ हामीले धेरै लेखिरहनु पर्दैन क्या। जस्तै हाम्रो बुक भन्ने अब्जेक्ट बनाउन सकिन्छ, लाइब्रेरी भन्ने अब्जेक्ट बनाउन सकिन्छ, लाइब्रेरी र बुक अब्जेक्टलाई लिङ्क गराउन सकिन्छ। लाइब्रेरीमा बुक अब्जेक्ट आयो गयो, त्यो अब्जेक्ट के भयो होइन। अब जस्तै अब त्यो अब्जेक्टलाई स्टुडेन्ट भन्ने मान्छेले अथवा कुनै पर्सन भन्ने अब्जेक्टले होइन यो बुकलाई बरो गर्यो अथवा त्यो बुकलाई विथड्र गर्यो, त्यो बुक लेट भयो भने लाइब्रेरीले फाइन लायो होइन। त्यस्तो कुराहरू सबै गर्न मिल्छ क्या। त्यस रियल वर्ल्डमा कुरा युजहरूलाई सिमुलेसन गर्न सकिन्छ है। अर्को कुरा भनेको यो भर्सटाइल छ, किन भन्दाखेरि यसको युज केसेसहरू चाहे वेब डेभलपमेन्ट गर्न सकिन्छ, ज्याङ्गो युज गर्न सकिन्छ, एपिआई बनाउन सकिन्छ, फास्ट एपिआईहरू युज गरेर साइन्टिफिक कम्प्युटिङ गर्न सकिन्छ होइन, डेटा एनालिसिस गर्न सकिन्छ, एआईहरूको काम गर्न सकिन्छ होइन। त्यसले गर्दाखेरि यो ल्याङ्ग्वेज भर्सटाइल पनि छ है। अब यसलाई इन्स्टल गर्दाखेरि चाहिँ मोस्टली के गरिन्छ भन्दाखेरि यसको यो वेबसाइट छ python.org भन्ने, यसमा गएर डाउनलोड गर्न सकिन्छ है। यहाँ गएर डाउनलोड थिच्ने, डाउनलोड गर्ने होइन, आफ्नो प्लेटफर्म चुज गरेर त्यसपछि गएर त्यहाँनिर गएर हामीले अब डिफ्रेन्ट आइडियली युज गर्न सकिन्छ है। जसमा चाहिँ मोस्टली VS कोडहरू पपुलर छ, पाइचामहरू पपुलर छ। VS कोड इज वाट आई युज है। अनि त्यो पनि डाउनलोड गर्न सकिन्छ, जुन चाहिँ हामीले VS कोड भनेर गुगलमा सर्च गऱ्यो भने त्यो भेटिहालिन्छ। जब हामीले पाइथन डाउनलोड गरिन्छ यसपछि यसमा हाम्रो जुन त्यो विन्डोजको क्लासिक नेक्स्ट होइन, नर्मल्ली म्याकओएस लिनक्सहरूमा अलरेडी इन्स्टल हुन्छ क्या पाइथन है। त्यो कमान्डमा लाइनमा गएर पाइथन भनेर टाइप गऱ्यो भने इट विल से समथिङ के, त्यो पाइथन रन भइहाल्छ। त्यहाँबाट निस्किनलाई क्विट थिच्यो भने भइहाल्छ है। त्यस्तै गरिकन अब यो विन्डोजमा नेक्स्ट गरेर गर्दाखेरि त्यहाँनिर एड टु पाथ भन्ने एउटा चाहिँ चेकबक्स हुन्छ, त्यो चाहिँ टिक्लाउन नबिर्सनु होला है। अनि त्यस्तै गरिकन यो VS कोड पनि डाउनलोड गर्ने, अनि यसमा चाहिँ कहिलेकाहीँ इन्टरप्रिटर सेलेक्ट गर्ने भन्ने छ, जुन चाहिँ हामीले जुन डाउनलोड गरेको इन्टरप्रिटरको भर्जन नम्बर हुन्छ सेम हुन्छ है। अरू कुरा भनेको यसमा अब एक्सटेन्सनहरू हाल्ने कुराहरू भइहाल्यो होइन। अनि यसको चाहिँ मोस्टली के गर्न सकिन्छ, हामीले न्यू फाइल बनाएर त्यसमा अब पाइथनवाला सिन्ट्याक्सहरू लेखेर, पाइथनको कोड कुनै लेखेर अनि त्यसलाई रन गर्न सकिन्छ, जुन चाहिँ मैले नर्मल्ली अर्को मेरो प्र्याक्टिकल भिडियोमा देखाइ नै हाल्छु होइन। अनि यसलाई रन गर्नलाई पाइथन स्पेस फाइल नेम राख्यो भने यो कमान्ड लाइनको बेसिसबाट यसरी रन हुन्छ। अदरवाइज मोस्टली VS कोडहरूमा त जुन त्यो हाम्रो प्लेवाला बटन जस्तो हुन्छ माथिपट्टि, त्यो थिच्यो भने पनि प्रोग्राम रन हुन्छ है। त्यस्तै गरिकन डिबग गर्नलाई पनि त्यहीँनिर नै एउटा डिबगको छुट्टै त्यसैमा ड्रप डाउन जस्तो हुन्छ यो प्लेमा, त्यहाँनिर डिबग दिस फाइल भन्ने हुन्छ, त्यसैमा थिचेर डिबग गर्न सकिन्छ है। सो मोस्टली पाइथन भनेको यति कुराहरूमा युज हुन्छ है। सो सुरुमा स्टार्ट गर्नको लागि इट्स अ भेरी सुइटेबल ल्याङ्ग्वेज बिगिनर्सहरूको लागि गर्दा हुन्छ। इफ यु वान्ट टु गेट इन्टु प्रोग्रामिङ होइन, बिस्तारै मजासँगले क्वेसन सोधी आनन्दले सिक्नुपर्छ किन भन्दा केही हतार नगरिकन होइन, म यति महिनामा सिकेर यति यो गर्छु भन्ने हिसाबले भन्दा पनि लाइक
त्यो मलाई आफूलाई सिक्न कति टाइम लागेको छ मलाई आफूलाई थाहा छ कि लाइक अब आई कान्ट से मैले कति टाइममा कति सिकेँ भन्ने कुरा, तर मैले एफर्ट चाहिँ दिएँ क्या यसलाई टन्नै। सो त्यो भएको भएर नि त्यो बिस्तारै ग्रो भएको कुराहरू राम्रै हुन्छ होइन। सो त्यसरी जस अलिकति उयो हेर्दैमा के भने जस्तो भयो भने नि आत्तिनु पर्दैन। सुरुमा सबैलाई त्यस्तै हुन्छ, मलाई पनि त्यस्तै भएको थियो। कति कुरा अहिले पनि म नबुझिकन पनि हेर्छु केही कुराहरू, त्यसबाट केही कुराहरू त्यो नबुझेको धेरै कुराहरू हुन्छ क्या, तर त्योमध्ये केही कुरा पार्ट बुझ्दै गएपछि पछि बिस्तारै डटहरू कनेक्ट हुँदै जान्छ क्या है त। सो थ्याङ्क यू भेरी मच फर वाचिङ दिस भिडियो। इफ यु हेभ एनी क्वेसन्स यो अहिलेसम्मको यो पार्टमा चाहिँ सोध्न सकिन्छ मजाले फ्रिली कमेन्टमा। एन्ड थ्याङ्क यू, टेक केयर, बाई बाई।